कन्स्ट्रक्सन फिल्डमा काम गरेर कन्स्ट्रक्सन फिल्डको वेल्डिङ सेक्टरमा काम गर्नुभएका एकजना रोल्पाका दलबहादुर कुँवर दाई हुनुहुन्छ। उहाँसँग विशेष कुराकानी गर्नेछौँ र तपाईँलाई यो भिडियोले चाहिँ तपाईँलाई यो ज्ञान दिनेछ। यो रिसर्चमा आएको चाहिँ कति समय हो? म यहाँको अहिले 21 महिना भइराखेको छ होइन। अब यस्तै भनौँ न 21 महिना अब पुग्छ। यो आउने 19 तारिकको चाहिँ 21 महिना ठ्याक्कै पुगेर 22 मा जान्छ। 21 महिनाको अन्तरालमा जस्तो फर्स्टमा तपाईँ आउँदा मोरिसस कस्तो थियो र अहिले चाहिँ कस्तो देखिराख्नु भएको छ? यदि तपाईँको नजरमा कस्तो लाग्छ? मोरिसस चाहिँ मेरो नजरमा चाहिँ यस्तो छ, हामी पहिले आउँदाखेरि चाहिँ नेपालीहरू पनि फाटाफुटा अलिअलि मात्रै देखिनुहुन्थ्यो पोर्ट लिस्टमा होइन। अब पैसा हाल्नु जाँदाखेरि ब्याङ्कमा पनि लाइन त्यति पर्दैन थियो र लगायतै भनौँ न त्यो हामी आउँदाको पलहरूमा धेरै डिफ्रेन्स अहिले चेन्ज भएको छ। किनकि अहिले हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरू थुप्रैजना आउनु भएको छ। अनि यहाँ चाहिँ अहिले मोरिससमा चाहिँ यस्तो पनि भएको छ कि ब्याङ्कमा सुविधा नभएर ब्याङ्कको लाइनहरू धेरै लामोसँग बस्नुपर्ने अनि त्यस्तो पनि भइरहेछ। पहिले नेपाली खोज्दाखेरि 2-4 जना पाइन्थ्यो भने अहिले नेपाली प्रशस्त पाइनुहुन्छ, हाम्रो नेपालीकै लाइन हुन्छ। म नेपाल जस्तै भनौँ न, अब एउटा यहाँको एउटा वातावरण, यहाँको हावापानी होइन, यहाँको चाहिँ रहनसहन यताउता सबै नेपालको जस्तै फिल चाहिँ आउँछ होइन। तर अलिकति के हो भने यहाँको नेपालको जस्तै दृष्टि देखे पनि यहाँको चाहिँ अलिकति गर्मीको एउटा तापक्रम चाहिँ अलिक फरक छ फेरि। किनभने यहाँको चाहिँ यो भूमध्य रेखा भन्ने चाहिँ डाइरेक्ट पर्दो रहेछ। अनि त्यसले गर्दाखेरि अफ्रिकाको चाहिँ म पनि कालै भएको छु होइन, घरबाट अहिले आउँदा भन्दा धेरै कालो भइसक्यो। त्यस्तै यो भूमध्य रेखा पर्दो रहेछ, यसले चाहिँ डाइरेक्टै सनलाइटले चाहिँ स्क्रिनहरू चाहिँ जलाउँदो रहेछ। यो चाहिँ मैले अलिकति यहाँ चाहिँ फिल गरेको छु। पक्कै पनि यहाँले भने जस्तै पछिल्लो समयमा चाहिँ निकै धेरै नेपालीहरू चाहिँ आउनु भएको छ मोरिससमा र यहाँले चाहिँ कन्स्ट्रक्सन फिल्डमा काम गर्छु भनेर भन्नुभयो। तपाईँ कन्स्ट्रक्सन फिल्डको कुन सेक्टरमा चाहिँ काम गर्नुहुन्छ दलजी? कन्स्ट्रक्सन फिल्डको चाहिँ म चाहिँ वेल्डिङ डिपार्टमा हो होइन। अब यहाँको चाहिँ खासमा त्यस्तो गल्फ कन्ट्रीको जस्तो हार्ड चाहिँ छैन होइन। अलिकति हार्ड नभए होला सायद, यहाँको चाहिँ सेफ्टी पनि त्यति छैन। अब हाम्रो हुन त अब यहाँ पनि ठुल्ठुलो कम्पनीहरू छ होला, त्यो मैले मान्छु। तर मेरो जुन म अहिले जो फिल्डको काम गरिरहेको फिल्डको एउटा कम्पनी छ त्यसमा चाहिँ त्यति सेफ्टी चाहिँ छैन। तर पनि अब यहाँ चाहिँ अलिकति वेल्डिङ डिपार्टको लागि जस बाहिरको जस्तो त्यति गाह्रो चाहिँ छैन। यहाँ चाहिँ खास सिक्ने क्रममा चाहिँ आउने साथीहरूलाई एकदम राम्रो छ। अब जस्तै यहाँ सिकेर चाहिँ यहाँबाट बाहिर जानलाई चाहिँ अब अर्को कन्ट्रीको लागि चाहिँ राम्रो हुनेछ। किनकि यहाँ चाहिँ अलिकति जस बाहिरको जस्तो निमित्तले चाहिँ एकदम चाहिँ अब लाइसेन्स भएर अनि त्यो भएर काम गर्नु पर्दैन, यहाँ सिम्पल्ली पनि हुन्छ। पक्कै पनि योभन्दा पहिले पनि तपाईँ अन्य देश जानुभएको छ र त्यो देशमा जाँदा चाहिँ तपाईँ कुन सेक्टरमा चाहिँ काम गर्न जानुभएको थियो? म चाहिँ 2011 देखि स्टार्ट हो मेरो बाहिर चाहिँ होइन। म चाहिँ गल्फमा हिँड्नु लाग्यो अनि म 6 वर्ष चाहिँ आने जाने गरेर 6 वर्ष बसियो। 6 वर्षको अन्तरालमा मैले सुरु वर्ष जाँदाखेरि चाहिँ अब म पनि सामान्य ट्रेडमा नभएर हेल्परमा गएको थिएँ। अनि मानौँ अब त्यस्तै 6-7 महिना हेल्प गरिसकेपछि अब मैले पछि त्यहीँबाट चाहिँ ट्रेड आफै त्यहाँबाट केही सिपहरू सिकेर वेल्डिङ डिपार्टको सिपहरू सिकेर त्यहाँबाट चाहिँ लाइसेन्सहरू बनाएर आने जाने गरेर 5 वर्ष अब कटाइयो भनौँ गल्फमा चाहिँ। अब अहिले गल्फ छोडेर अब आफ्नो अब हुन्छ नि गाउँघरतिर गयो त पारिवारिक यताउता अब त्यस्तै थियो। अब आएर अलि 2-4 वर्ष घरतिर बसेर फेरि केही सपनाहरू बोकेर यतातिर आएको हो खासमा। पक्कै पनि तपाईँले जुन किसिमको योभन्दा पनि अझ बाहिर होइन, यो मोरिससमा त पक्कै 21 महिना भयो भन्नुभयो। यो 21 महिनाभन्दा पनि अझ धेरै 5-6 वर्ष चाहिँ तपाईँले साउदीको एउटा कम्पनीमा बिताइसक्नु भएको छ वेल्डिङ फिल्डमा। जस्तो त्यो वेल्डिङ फिल्डमा काम गरिरहँदा तपाईँलाई जुन किसिमको वहाँ दिने सेवा सुविधा अनि स्यालेरीका कुरा पनि आउलान्। ती कुराहरू र यहाँ दिने सेवा सुविधा स्यालेरीको कुरामा चाहिँ के डिफ्रेन्ट पाउनुभयो हाम्रो दलजीले चाहिँ भनिदिनुहोस् हाम्रो दर्शक? धेरै डिफ्रेन्स छ। किनकि सेफ्टीकै फिल्डमा कुरा गर्नु पर्दाखेरि गल्फमा चाहिँ हरेक कुराको सेफ्टी हुन्छ। अब यहाँ त्यो सेफ्टी मैले पाइरहेको छैन र जुन गल्फमा पाउने सेलरी थियो वेल्डिङ डिपार्टको सेलरी, हाम्रो लाइसेन्स भएको साथीहरूको सेलरी पाउने जुन सेलरी हो त्यो चाहिँ यहाँ पाएको छैन। यहाँ भनेको एउटा गोल्ड रेट जस्तै भनौँ न, एउटा नेपाली बङ्गाली अब इन्डियन सबैको एउटै रेट हुन्छ। यहाँ सबको एक समान बराबर सेलरी हुन्छ
अब गल्फमा भनेको चाहिँ अब ट्रेडको अलग अलग रेट हुन्छ, त्यही अनुसारको चाहिँ त्यहाँ फिल हुन्छ। अब यहाँ चाहिँ अब एउटै रेट भनौँ, एउटा चाहिँ कस्तो कस्तो एउटा मलाई खुसी लाग्यो भने जस्तै हामी साउदीमा, दुबईमा, कतारमा काम गर्नु पर्दाखेरि हाम्रो अलग अलग ट्रेडको अलग अलग रेट हुन्थ्यो। त्यसमा पनि नेपाली र इन्डियन अनि बङ्गाली, पाकिस्तानी छुट्याइन्थ्यो। अब यहाँ चाहिँ यो मोरिसियसमा चाहिँ के रहेछ भने तपाईँको चाहे बङ्गाली होस्, चाहे नेपाली, चाहे पाकिस्तानी, जो भयो भने हाम्रो एउटै गोल्ड रेट हुँदो रहेछ। यहाँ चाहिँ एकदम मलाई चाहिँ खुसी लाग्यो, किनभने हामीले चाहिँ वर्किङ गर्दाखेरि गर्दै गर्दा हामीले पनि भोगेको कुरा हो। अब गल्फमा जाँदा हामी नेपालीले चाहिँ मानौँ कि अब जस्तै अब हाम्रो त अब त्यस्तै अब 1800 बेसिक थियो भने हेल्परको चाहिँ 1200 1000 बेसिक हुन्थ्यो, र त्यही हेल्पर इन्डियनको चाहिँ 2000 2500 3000 हुन्थ्यो कि। अब त्यसले गर्दाखेरि यहाँ चाहिँ के छ भनेपछि एउटै रेट, एक समान रेट रहेछ, त्यो नै खुसी हो सबभन्दा। पक्कै पनि यहाँ जहाँसम्म लाग्छ म पनि यही कन्स्ट्रक्सन फिल्डमै काम गरिरहेको छु, अब इक्वल नै छ स्यालेरी। अब जुन किसिमको जस्तो तपाईँको यति राम्रो अनुभव सुनाइदिनु हो त्यसको लागि धेरै धेरै धन्यवाद नै। अनि जुन तपाईँको अबको क्रममा अब धेरैभन्दा धेरै नेपालीहरू चाहिँ मोरिसस आउने सोचमा हुनुहुन्छ, आइराख्नु भएको छ, उहाँलाई चाहिँ जस्तो वेल्डिङ फिल्डमा आउँदा चाहिँ के कुरामा चाहिँ ध्यान दियो भने चाहिँ बेस्ट हुन्छ, बेटर हुन्छ जस्तो लाग्छ दलजीलाई चाहिँ? यो वेल्डिङ फिल्ड पनि यस्तो छ, अब तपाईँको जस्तै अब ठुल्ठुलो यहाँको पनि छन चाहिँ अब बोर्डहरूलाई अब योहरूलाई चाहिँ वेल्डिङ गर्ने ठाउँमा पऱ्यो भने चाहिँ त्यसको मलाई चाहिँ त्यहाँको एक्ज्याक्टली जानकारी त्यति भएन। र यस्तै सामान्य उसमा आउँदा चाहिँ गल्फमा भन्दा अलिकति सयसम्म यहाँ वेल्डिङमा अलिक कमै ल्याउँछ। अब ल्याइहाल्यो भने गल्फको जति टायर्ड हुँदैन यहाँ चाहिँ, किनकि सिम्पल हो यहाँको चाहिँ होइन। तर आउन चाहने साथीहरूले अप्लाई गर्न सक्नुहुन्छ, तर वेल्डिङमा चाहिँ ट्रेड चाहिँ सेम हुन्छ तपाईँको, किनकि तपाईँको जुन सेलरी छ त्यो सबैको बराबरै हुन्छ। पक्कै पनि। अनि जस्तो दलजीको चाहिँ अब चाहिँ नेपाल फर्किसकेपछि चाहिँ तपाईँको चाहिँ सोच चाहिँ के छ? योबाट नेपाल फर्किसकेपछि नेपालबाट फेरि अर्को देशतिर प्लान हुने कुरा सोच छ कि, र कि नेपालमै केही गर्ने सोच छ? हाम्रो दलजीको मुखबाट जोस् न त। अब नेपालतिर गएर अब पहिलो प्रथम त अब सबभन्दा नेपाल जान पाऊँ यहाँदेखि छिटै। गइसकेपछि अब सायद मेरो अब आफ्नै घरमै केही गरेर जस अब कति हिँड्नु, बाहिर पनि धेरै हिँड्यो, अब गर्दा पनि कति नपुग्दो रहेछ, जति हुँदा पनि नहुँदो रहेछ होइन। त्यसले गर्दा आफ्नै देशमा केही गरौँ भन्ने प्लान चाहिँ छ होइन। तर मैले पहिले पनि केही कुराहरू गरेकै हो, तर हाम्रो देशको राजनीति र देशको आर्थिक, देशको चाहिँ एउटा देशमा चाहिँ के गरौँ भन्ने भविष्य छैन भन्ने हिसाबले चाहिँ बाहिर लागेको खासमा चाहिँ। तर पनि अब बाहिर पनि नहुँदा अब केही परदेश बिग्रेपछि अब घरतिर फर्किन्छन् भन्छन्, अब त्यस्तै स्थिति आएको छ। अब हेरौँ के हुन्छ। अब घरतिर गएपछि प्लान चाहिँ छ अब कृषिमै कार्यरत हुनु पर्ला जस्तो लागिराखेको छ। अब हेरौँ अब समयले कस्तो साथ दिन्छ नदिने के गर्छ। अब हुन त हामीलाई घरतिरै बसेर पनि पुग्ने होइन। अब हामी एउटा सानो अब होइन भुइँ वर्गको मान्छे परियो, त्यसले गर्दाखेरि पनि अब किनभने विदेश त लाग्नै पर्छ। अब नेपालमा त्यस्तो रोजगार केही पनि छैन। रोजगार भएको भए यसरी अर्काको ठाउँमा गाली खाएर अब होइन अनेक थरी टर्चर सहेर बस्नु पर्दैन थियो होला हामी नेपाली भएर होइन। तर हामीले पनि केही गर्न खोजे हो। मैले पनि लगातार अब त्यो गर्दै गर्दा त्यो फिल्डमा पनि म सक्सेस हुन सकिनँ। त्यसमै अलिकति दुःख लागेको छ। नेपाल सरकारबाट पनि मैले केही गुनासो छैन उहाँहरूबाट पनि, किनकि अब नेपालमा केही जागिरी रोजगारहरू केही भएको भए चाहिँ यति नेपालीले दुःख अब अहिले नेपालमा भन्ने भने जस मान्छे मर्दा मलामी जाने साथीहरू पनि भेटिनुहुन्न अरे गाउँघरमा। अब त्यस्तै भइराखेको छ, सबै विदेश पलायन नै भइराखेको छ अहिलेको क्रममा। अब त्यसमा पनि हामी नेपाली फर्किँदै गर्दाखेरि अब अलिकति के छ भने नेपालको चाहिँ अलिकति हाम्रो चाहिँ देशको एउटा रोजगारको सिलसिलामा चाहिँ अलिकति कमजोरी भएको कारणले चाहिँ आफै पनि के गर्छु भन्दा पनि अब खुट्टा तान्नेहरू धेरै अगाडि पछाडि हुन्छन्। अब त्यही खुट्टा तान्नेले तान्न नसकेपछि चाहिँ गर्न खोजे हो। अब हेरौँ के हुन्छ, गएपछि थाहा हुन्छ। ल धेरै धेरै धन्यवाद, तपाईँको अनुभव सुनाइदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवादका शब्दहरू स्पेसली तपाईँको लागि बोल्न चाहन्छु। र आगामी दिनहरूमा यदि नेपाल फर्केर तपाईँले कुनै एग्रिकल्चर गरेको क्रममा चाहिँ तपाईँसँग मिलेर सहकार्य गरेर अझ तपाईँले गरेका कामहरूलाई पनि हामी यो युट्युब च्यानलबाट प्रस्तुत गर्नेछौँ पनि भन्न चाहन्छु। र लास्टमा तपाईँलाई मनमा लागेका कुराहरू केही छन् त्यस्तो मैले सोध्न छुताएका, र तपाईँले यो सोध्दै पनि हुने भन्ने जस्तो केही छ भने चाहिँ हाम्रो दर्शक महानुभावहरूलाई चाहिँ केही कुरा
भनिदिनको लागि म विनम्र अनुरोध गर्न चाहन्छु। अब त्यस्तो खास त केही पनि छैन। अब मोरिसियसमा आउनुहुने साथीहरूलाई म के भन्छु भने यहाँदेखि हामी नेपाल जानु पर्यो भने 30-40 हजारमा चाहिँ हामी यहाँबाट जान सकिँदो रहेछ। अब यहाँ हामी पनि देखिरहेको कुरो हो, हाम्रै उसमै काम गर्ने साथीहरू जानुभएको छ। नेपालबाट आउँदाखेरि 4 लाख रुपियाँ तिरेर आउनुहुने साथीहरूलाई के भन्छु भने तर त्यसरी सकेसम्म आफूलाई यो सानो देशमा लिएर आफूलाई बर्बाद नबनाउनुहोस्, किनकि यहाँ हाम्रो भविष्य नेपालीको भविष्य छैन। किनकि यहाँ भनेको एउटा खुल्ला कन्ट्री हो। यहाँ भनेको खुल्ला कन्ट्री सहित यहाँ चाहिँ के छ भने तपाईँको जुन तपाईँले लगाएको लगानी छ त्यो उठाउन धेरै गाह्रो छ होइन। पहिलो प्रथम त अब जति पनि साथीहरू आउँदै हुनुहुन्छ अब अलिकति सचेत हुनु होला, किनभने दलालहरूले धेरै चाहिँ ठगी गरेको छ, हामीलाई पनि ठग्यो होइन। तर तपाईँहरू नठगिनु होला भन्न चाहन्छु, किनभने यति धेरै पैसा नलाग्दो रहेछ। किनकि हामी यहाँदेखि जाँदाखेरि 40 हजारले पुग्ने टिकट आउने पैसाले हामी उता आउँदा किन त्यत्रो 4 लाख तिर्नुपर्ने त, अनि के को लागि तिर्नुपर्ने भन्ने कुरो चाहिँ यहाँनिर उठाउन सकिन्छ। तर अब हुन त त्यो मेरो कुनै विषयको कुरो त होइन, तर पनि हामी आफ्नो नेपाली दाजुभाइ ठकेको चाहिँ अलिकति मलाई पनि पीडा लाग्छ। म पनि खास ठकेकै हो होइन। ठकेको कारणले चाहिँ मैले के भन्छु भने सकेसम्म मोरिसियसमा भविष्य छैन है साथीहरू। दलालहरूले प्रलोभन देखाएर तपाईँलाई चाहिँ अब यहाँबाट अर्को ठाउँ जान मिल्छ अथवा यताउता हिँड्न मिल्छ, अब त्यहाँ गएर धेरै यति सेलरी हुन्छ भन्ने आशा देखाउन सक्छन्। त्यो आशामा तपाईँहरू नपर्नु होला भन्न चाहन्छु है। धेरै धेरै धन्यवाद। यो एकदमै राम्रो इन्फर्मेटिभ जानकारी दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। पक्कै पनि नेपालबाट आउने नयाँ साथीहरूले विशेष किसिमको चाहिँ ध्यान दिनुपर्छ, किनकि अहिले पछिल्लो समयमा धेरैभन्दा धेरै नेपालीहरूले खालि मोरिसस यहाँको हावापानीको कारणले पनि यहाँ धेरै पैसा तिरेर आइराख्नु भएको छ। पक्कै पनि यहाँले भनिसक्नुभयो यहाँको 21 महिनाको पिरियडमा चाहिँ जस्तो किसिमको यहाँको अनुभव लिनुभएको छ, उहाँ सबै A to Z भनिदिनु भयो। त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र आगामी दिनहरूमा अझ तपाईँको जीवनमा घटेका घटनाबारे पनि अझ तपाईँले यो जुन किसिमको नेपालमा जुन किसिमको व्यापार व्यवसाय गर्नुभयो यो किसिमको बारे यी विविध कुरामा पनि विशेष छलफल गर्नेछौँ भन्दै आजको भिडियोबाट चाहिँ अब हामी दाल बहादुरजीलाई चाहिँ विशेष धन्यवाद दिँदै चाहिँ बिदा गर्न चाहन्छु र आगामी दिनहरूमा विशेष धन्यवाद दिन चाहन्छु। र लास्टमा हजुरको फेरि एकचोटि चाहिँ हजुरको परिचय दिँदै चाहिँ बिदा गरौँ है त। हस् त दर्शक महानुभावहरू, दर्शक नमस्कार। म चाहिँ दलबहादुर कौर होइन। जति पनि दर्शकहरूले यो भिडियो हेर्नुहुन्छ साथीहरूले होइन, हाम्रो मदन YT2लाई चाहिँ सब्सक्राइब गरिदिनु होला, अनि लाइक कमेन्ट गरिदिनु होला। लगतै हाम्रो टिकटकमा पनि आउँछ यो, अनि सबैजनाले चाहिँ माया गरिदिनु होला है। हाम्रो भाइले एउटा चाहिँ सानो एउटा प्लेटफर्म जस्तै खोल्नु भएको छ। यो प्लेटफर्मलाई अगाडि बढाउने निर्देश गरिराख्नु भएको छ, तर तपाईँहरूले सहयोग गरिदिनु होला भन्न चाहन्छु है त। दर्शक नमस्ते सबैजनालाई। रोल्पा बुढा गाउँको हुनुहुन्छ, उहाँसँग विशेष कुराकानी गरेँ र तपाईँसँग पनि यस्तै विशेष खाले त्यस्ता अनुभवहरू छन्, तपाईँसँग पनि विशेष खाले त्यस्ता नेपाल गएपछि यो गर्छु भन्ने योजना छ भने चाहिँ हामीलाई सम्पर्क गर्नुहोला। हामी तपाईँसँग रहेर चाहिँ भलाकुसारी गर्नेछौँ। र फेसबुकमा मदन YT, टिकटकमा मदन YT र युट्युबमा मदन YT2लाई सबै ठाउँ गएर चाहिँ सबैजनाले चाहिँ सपोर्ट गरिदिनु होला। युट्युबमा गएर चाहिँ सब्सक्राइब गरिदिनु होला भने चाहिँ फेसबुकमा फलो गरिदिनु होला र टिकटकमा पनि फलो गरिदिनु होला पनि भन्न चाहन्छु। र मोरिससको विशेष जानकारीहरू म तपाईँलाई टाइममा दिइरहेको छु, अपडेट दिइरहेको छु र आउने दिनहरूमा पनि अझ विशेष किसिमको दिनेछु पनि भन्न चाहन्छु। र यति भन्दै चाहिँ म मदनपुर मगर पनि आजको बसाइबाट बिदा हुन चाहन्छु र आउने दिनहरूमा अझ विशेष खाले भिडियो स्पेसली तपाईँको लागि लिएर आउनेछु भन्दै बिदा हुन चाहन्छु। ओके, बाई, फेरि भेटौँला।